नमस्कार साथीहरु, निमावि लाइसेन्सको लागि साथै मावि लाइसेन्सको लागि हामीले शिक्षक पेशागत विकासबाट 7 वटा क्वेशन लिएर आएको छौं र यस 7 वटा क्वेशनको साथै अन्य कुरा पनि यो भिडियोमा जानकारी पाउनुहुन्छ। अनि तपाई यो भिडियोलाई अन्तसम्म हेर्नुहोला किनभने टेसी एक्जामको लागि र लाइसेन्सको लागि एकदम प्र्याक्टिसको लागि एकदम राम्रो हुनेछ। किनभने सम्भावित क्वेशन यस्तै भित्र आउन सक्छ। क्वेशनको माध्यम फरक हुन सक्छ तर क्वेशनहरु यही हुन्छ। तर भिडियोलाई अन्तसम्म हेर्नुहोला है। क्वेशन नम्बर 1 मा के छ? मानिसले जन्मदेखि मृत्युसम्म कुनै वस्तुलाई छोएर देखेर भोगेर अनुभव गर्दछ भने त्यो कुन सिकाइ हो? यहाँ के छ? जीवन पत्तन सिकाइ, अनुभवमा आधारित सिकाइ, आधारभूत सिकाइ या माथिको सबै। यसको सही विकल्प हुन्छ जीवन पर्यन्त सिकाइ। किनभने मान्छे जन्मदेखि मृत्युसम्म केही न केही सिकिरहन्छ, त्यो भोगेर होस् या छोएर होस् या देखेर होस्। क्वेशन नम्बर 2 मा छ सिकारुले ज्ञान आर्जन गर्नको लागि आफै प्रयत्न गर्छ भने त्यो के हो? म विद्यार्थी हो, म आफ्नो ज्ञान आर्जन गर्नको लागि म आफै प्रयत्न गर्छु भने त्यो तलको कुन सिकाइ हो? अब यहाँ छ प्रश्नमा आधारित सिकाइ, स्वपतन सिकाइ, सामाजिक सिकाइ या वैधानिक आधारित सिकाइ। यसको सही आन्सर हुन्छ स्वप्रयत्न सिकाइ हुन्छ। क्वेशन नम्बर 3 मा छ निरक्षर मानिसलाई दिने शिक्षा तलको कुन शिक्षा? निरक्षर पढे लेखेको मान्छे छैन, बोडो छ, पहिला केही पढाएको छैन, अहिले केही बेसिक कुराहरु जानकारी जस्तै नम्बर मोबाइलमा डायल गर्न सक्नु, क ख ग आदि नर्मल कुराहरु छन् नि जुन दैनिक जीवनमा मान्छेलाई काम लाग्ने गरी साक्षरता शिक्षा दिन्छ। त्यो कुन सिकाइ भित्र पर्छ? अब यहाँ छ निरक्षर औपचारिक शिक्षा छ, जीवन पर्यन्त छ, अनौपचारिक छ, साक्षर शिक्षा। अब धेरै लाग्छ यो, तर यसमा बेस्ट हुन्छ यो पनि, यो नभएको भए यो हुन्थ्यो। किनभने अनौपचारिक शिक्षा यसभित्र यो पर्छ, त्यसकारणले हामी यो अनौपचारिक शिक्षा राखे। किनभने यो नभएको भए हामी यो साक्षर शिक्षा भन्छौं। क्वेशन नम्बर 4 मा के छ? विशेष प्रक्रियाबाट छोटो समयमा सञ्चालन गरिने शिक्षा कुन हो? विशेष प्रक्रियाबाट छोटो समयको लागि 3 महिनाको लागि या 6 महिनाको लागि हामी जुन सञ्चालन गर्यो त्यो कुन शिक्षा हो? यहाँ अनौपचारिक छ, औपचारिक छ, अनौपचारिक छ, जीवन पत्तन छ, साक्षर छ। यो सही आन्सर हुन्छ अनौपचारिक शिक्षा। किनभने यो दुईटै एउटै हो। किनभने यसमा हामी 3 महिना या 6 महिनाको एउटा अवधि तोकिन्छ, त्यो अवधिभित्र शिक्षा नलिने व्यक्तिको त्यो सिकाइ गराइन्छ। अनि क्वेशन नम्बर 5 मा के छ? 4 पर्खालभित्र कडा नियम अनुशासनका साथ प्रदान गर्ने विद्यार्थी प्रदान गर्ने शिक्षा तलको कुन हो? 4 पर्खालभित्र अनुशासन कडा नियमको साथ शिक्षा प्रदान गरिन्छ त्यो कुन हो? अब जस्तै विद्यार्थी एउटा सिकारुले या विद्यार्थीले विद्यालयमा गएर 4 पर्खालभित्र बस्छ, त्यो नियम रुल हुन्छ, त्यो नियम रुलमा रेगुलेसनमा आधारित भएर अनुशासन कडा अनुशासनको साथ सिकाइ गर्छ, त्यो के हो? अनौपचारिक होइन, यो हो औपचारिक। यो होइन, यो होइन, यो होइन, किनभने औपचारिक शिक्षा हो। अब यहाँ छ विद्यार्थीहरु टाढा रहे पनि रेडियो, टिभी, इन्टरनेटको माध्यमले विद्यार्थीले शिक्षा छ भने त्यो कुन शिक्षा हो? विद्यार्थीले टाढा रहे पनि रेडियो इन्टरनेट माध्यमबाट शिक्षा भने त्यो कुन हो? अब यहाँ छ इन्टरनेट शिक्षा, जुम शिक्षा, दूर शिक्षा, माथिको सबै। अब यहाँ लाग्छ कि यो दुईटा मिल्दो जुल्दो छ भने हामी माथि लगाइदेऊ, तर त्यस्तो होइन। यहाँ हामीले दूर शिक्षा हो, किनभने टाढा भएर हामी सिकिरहेको हुन्छौँ, त्यसकारण यसलाई दूर शिक्षा भनिन्छ। अनौपचारिक शिक्षा कति प्रकारको छ? अनौपचारिक शिक्षा कति प्रकारको छ? 4 प्रकार छ। आशा बैनिक आधारभूत शिक्षा, साक्षरता शिक्षा, वैकल्पिक शिक्षा, निरन्तर शिक्षा गरेर यो 4 वटा हुन्छ आशा बैनिक। त्यसकारण यसको सही विकल्प हुन्छ यो। साथीहरु, भिडियो तपाईलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गर्नु होला। अनि कस्तो तपाईले त्यो कमेन्ट मार्फत कस्तो लाग्यो भिडियो भने कमेन्ट मार्फत आन्सर दिनु होला। साथै तपाईले लाइसेन्सको प्लेलिस्ट हाम्रो च्यानल भित्र धेरै छ, त्यो प्लेलिस्टमा गएर विभिन्न युनिटको तपाईँ भिडियो हेर्न सक्नुहुन्छ। तपाईँ यदि पेजबाट हेर्नु भइरहेको छ भने पेजलाई लाइक फलो गर्नु न। धन्यवाद।